भाग 3 परम्परागत प्रयोग र वैज्ञानिक प्रमाणमा के फरक छ? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्ला एपिसोडहरूमा हामीले जडीबुटी र एक्टिभ कम्पाउन्डको बारेमा बुझ्यौँ। आज हामी एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर खोज्नेछौँ। परम्परागत प्रयोग र वैज्ञानिक प्रमाण एउटै कुरा हुन् त? उत्तर हो, होइन। परम्परागत प्रयोग भनेको कुनै जडीबुटी धेरै वर्ष वा पुस्तौँदेखि कुनै उद्देश्यका लागि प्रयोग हुँदै आएको इतिहास हो। तर वैज्ञानिक प्रमाण भनेको त्यो जडीबुटी वास्तवमै प्रभावकारी र सुरक्षित छ कि छैन भनेर अनुसन्धान र परीक्षणबाट प्राप्त नतिजा हो। परम्परागत प्रयोग उपयोगी सङ्केत हुन सक्छ, तर त्यो मात्र पर्याप्त प्रमाण हुँदैन। वैज्ञानिकहरूले कुनै जडीबुटीलाई प्रयोगशालामा अध्ययन गर्छन्, त्यसपछि आवश्यक परे जनावरमा अनुसन्धान गर्छन् र अन्त मानिसमा गरिएको गुणस्तरीय क्लिनिकल अध्ययनको नतिजा पनि हेर्छन्। कहिलेकाहीँ परम्परागत रूपमा प्रयोग भएको जडीबुटीलाई वैज्ञानिक अनुसन्धानले समर्थन गर्छ, तर केही अवस्थामा पर्याप्त प्रमाण भेटिँदैन वा जोखिम पनि देखिन सक्छ। त्यसैले हाम्रो च्यानलको सिद्धान्त स्पष्ट छ, परम्परालाई सम्मान गर्छौँ तर निष्कर्ष वैज्ञानिक प्रमाणका आधारमा मात्र निकाल्छौँ। अर्को एपिसोडमा हामी सिक्नेछौँ वैज्ञानिक अनुसन्धानका विभिन्न चरणहरू के हुन्। यदि यस्ता प्रमाणमा आधारित जानकारी मनपर्छ भने जडीबुटी विज्ञान नेपाललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।